2083 सालको धेरै धेरै शुभकामना। नयाँ वर्ष सँगसँगै धेरै नयाँ आशाहरू पनि जीवनमा पलाइसकेको छ। 82 सालले जीवनमा यति धेरै कुराहरू सिकाएर गइसकेको छ। एक नम्बरमा सिकाएको कुरा चाहिँ तपाईँ स्वस्थ हुन सक्नु भएन भने तपाईसँग भएका कुनै पनि उपलब्धिले केही महत्त्व राख्दैन भन्ने कुरा मलाई सिकाएको छ। र मेरो आफ्नो उद्देश्य पनि आफ्नो स्वास्थ्यलाई एक नम्बरमै राख्ने र खुसी हुने वातावरणहरू कसरी सृजना गर्न सकिन्छ। संसार यति नकारात्मक कुराहरूले भरिएको छ कि नकारात्मक कुरा खोज्न धेरै बेरै लाग्दैन, तर सकारात्मक कुराहरू खोज्न त्यसबाट प्रभावित हुन बेर लाग्छ। मेरो उद्देश्य चाहिँ 83 सालमा सकेसम्म नकारात्मक कुरा, मान्छे, चिजबिजबाट टाढा रहने र आफू लगायत परिवार र मेरा आफ्ना नजिकका व्यक्तिहरूलाई कसरी हुन्छ खुसी स्वस्थ राखौँ भन्ने रहेको छ। अर्को यो वर्ष ज्यादै शुभ रहोस्, यो आजको दिन पनि असाध्यै शुभ रहोस् भन्दै शुभकामना दिन चाहन्छु।